साउन्ड सुनिराख्नुहोस् है। उम्, ल स्टार्ट गरौँ है त। लेख्नु होला टपिक नेगेटिभ स्किन फ्रिक्सन। नेगेटिभ स्किन फ्रिक्सन र भेरी इम्पोर्टेन्ट है। लेख्नु होला नेगेटिभ स्किन फ्रिक्सन। पहिला डेफिनेसन लेखिहाल्नु। लेख्नु होला इट इज द डाउनवर्ड फ्रिक्सन डाउनवर्ड फ्रिक्सन डाउनवर्ड फ्रिक्शनल रेजिस्टेंस acting on the pile due to downward movement of surrounding soil or surrounding soil relative to pile। लेख्दै जानु, एकैचोटि म बुझाइदिन्छु। लेख्नु भएन? डिफरेन्स बिट्विन स्यालो एन्ड डिप फाउन्डेसन कति इजी। पिरम कुमार यादव जी, प्रेम हो कि पिरम हो? अर्को लेख्नु होला इट इज अल्सो नोन एज डाउन ड्र्याग। अहिले भर्खर स्टार्टै गरेको, धेरै इम्पोर्टेन्ट टपिक चाहिँ धेरै पटक सोधिसकेको क्वेसन हो यो। नेगेटिभ स्किन फ्रिक्सन भनेको के हो हैन? पहिला लेखिहाल्नु, त्यसपछि बुझाउँछु म। भयो भने भन्नु होला। यसमा कसरी क्वेसन सोध्छ भने what do you understand by negative skin friction? What are the causes of negative skin friction? Yeah, what are the measures adopted to reduce negative skin friction? यसरी सोध्न सक्छ है 5 मार्क्समा। यही तीनटा क्वेसन आउँछ, घुमाई फिराई उल्टा फुल्टा गरेर यही यस्तै प्रकारका क्वेसन सोधिरहेको हुन्छ। र स्किन फ्रिक्सनको डेफिनेसन लेखिदिने टक्क, त्यसपछि यसको कजको कुरो लेखिदिने, मेजर हैन, मेजर लेखिदिने एडप्टेड टु रिड्युस स्किन फ्रिक्सन, त्यसपछि यसको एउटा फिगर बनाइदिने, सक्यो। पहिला लेखिहाल्नु, त्यसपछि यसलाई बुझाउँछु म। भयो? ल अगाडि बढेँ म त्यसो भए। लेख्नु होला कज अफ नेगेटिभ स्किन फ्रिक्सन। लेख्नु होला कज अफ नेगेटिभ स्किन फ्रिक्सन। पहिला लेख्नु होला सफ्ट सोइल स्ट्राटा followed by
by hard or firm strata. हार्ड या फर्म स्ट्राटा भनेको माथिको लेयरमा सफ्ट सोइल छ, त्यसपछिको जुन लेयर छ त्यसमा कस्तो सोइल छ त हार्ड सोइल छ। त्यस्तो टाइपको अगर स्ट्राटा देखिराख्नु भएको छ भने उसले चाहिँ कस्तो के गर्छ त नेगेटिभ फ्रिक्सनलाई हैन, नेगेटिभ स्किन फ्रिक्सनलाई ऊ डेभलप गर्छ। अर्को लेख्नु होला सडन लोअरिङ अफ ग्राउन्ड वाटर टेबल। ग्राउन्ड वाटर टेबल अगर अचानक ग्राउन्ड वाटर टेबल तल गइदिएछ भने, कम भइदिएछ भने त्यो बेला पनि नेगेटिभ स्किन फ्रिक्सन आउँछ। एप्लिकेसन of surcharge at site। surcharge भनेको बुझ्नुहुन्छ नि, माथिबाट लोड लागिरहेको। जसरी कुनै लेयर छ, यो मान्नुस् स्यान्डको लेयर होला हैन, यो ग्रेभलको होला, यो आफ्नो छँदैछ, त्यसबाट माथिबाट अगर कुनै लोड लगाइदिइराखेका छौँ हामी भने हैन, यसलाई के भन्छ भने सरचार्ज। सरचार्ज है, यसले पनि तपाईको के गर्छ त नेगेटिभ स्किन फ्रिक्सनलाई डेभलप गर्छ। यो तीनटा चाहिँ मेन कारण। क्वेशन यसरी सोध्छ, डिफाइन स्क्रीन फ्रिक्सन एन्ड व्हाट आर द कजेज अफ नेगेटिभ स्क्रीन फ्रिक्सन हैन। कज अफ नेगेटिभ स्क्रीन फ्रिक्सन के हो। अर्को सोध्न सक्छ मेजर एडेप्टेड टु रिड्युस नेगेटिभ स्किन फ्रिक्सन। किन नेगेटिभ स्किन फ्रिक्सनलाई। तेस्रो पोइन्ट हो एप्लिकेसन अफ सरचार्ज एट साइट। भनेको मान्नुस् तपाईले वाटर टेबल वाला यस्तो क्वेशनहरु बनाउनु भएको छैन क्या। जसरी ए दिएको थियो लेयर वाला, बी दिएको छ, सीसी दिएको छ, मान्नुस् यो ठाउँमा वाटर टेबल होला। त यस्तोमा तपाईले पोर वाटर प्रेसरको निकाल्नु भएको छैन। पोर वाटर प्रेसर हैन, इफेक्टिभ स्ट्रेस वाला, टोटल स्ट्रेस माइनस पोर वाटर भनेको इफेक्टिभ स्ट्रेस। त्यसमा सरचार्ज लोडको बारेमा पढ्नु भएको छैन भनेको अचानक कुनै युनिफर्मली डिस्ट्रिब्युटेड लोड ट्याक्क माथि आइदिने। भयो भने भन्नु होला, अगाडि बढ्छु म। लेख्नु होला मेजर्स adopted to reduce negative screen friction। To reduce negative skin friction। लेख्नु होला application of lubricant, application of lubricant like oil, grease, etc to pile surface। भनेको पाइलको सर्फेसतिर के गर्ने त ग्रीस या ओइल लगाइदिने, जसले के गर्दिन्छ त मैले अहिले नै के भन्नुभएको थियो सर बताइदिनु, के थियो तपाईको क्वेशन। लेख्नुस् त क्वेशन। युज अफ
Cylinder column. Use of cylinder column having small diameter. Small diameter. होइन सिलिन्डर भनेको हिजो नै भनेको थिएँ मैले, हिजो नै भनेको थिएँ सिलिन्डर भनेको के डायमिटर सानो एज कम्पेयर टु इट्स लेन्थ। त सिलिन्डर कलमको युज गर्दाखेरि पनि उसले के गर्छ भने तपाईँको नेगेटिभ स्क्रिन फ्रिक्सनलाई रिड्युस गर्छ। प्रपर कम्प्याक्सन अफ सोइल। सफ्ट सोइल भनेको क्लेहरूमा बढी यस्तो टाइपका देखिन्छ है, जहाँ होइन शान्ताजी तपाईँको क्वेसन अहिले हेरेँ मैले, तपाईँले सोधिराख्नु कस्तो सोइल त क्ले माथि मानुस क्ले आइदियो, तल हार्ड सर्फेस आइदियो, हार्ड रक आइदियो, ग्राभल आइदियो या रक आइदियो, बरु क्लेमा त मजाले त्यो भित्र जान्छ होइन, त्यस्तोमा जेनरली क्लेहरूमा बढी देखिन्छ। देख्नु होला प्रपर प्रपर कम्प्याक्सन अफ सोइल, बिफोर लेइङ फाउन्डेसन। त्यसपछि यसको 3-4वटा क्वेसन छ अब्जेक्टिभ, त्यही मध्ये घुमाइ फिराइ सोधिरहेको हुन्छ, सोध्यो भने। भयो भने भन्नु होला। हामी नेगेटिभ स्क्रिन फ्रिक्सनलाई किन हटाउन खोज्छौँ? किन नेगेटिभ स्क्रिन फ्रिक्सनले के इम्प्याक्ट पार्दो होला पाइलमा? कसैलाई थाहा छ? पाइलको क्यापेसिटी, यो क्वेसन सोधेको छ, पाइलको क्यापेसिटीलाई डिक्रिज गरिदिन्छ नेगेटिभ फ्रिक्सनले, नेगेटिभ स्क्रिन फ्रिक्सनले। त्यही भएर हामी नेगेटिभ स्क्रिन फ्रिक्सनलाई जेनरली हटाउने काम गर्छौँ। अगाडि बढे है म। फिगर बनाउनु होला। अहिले नै मैले लेखेको थिएँ, फर्स्ट लेयर सफ्ट सोइलको होला, त्यसपछि हार्ड सोइलको। यस्तो टाइपको अगर देख्नु भएको छ भने तपाईँको के हुन्छ भने नेगेटिभ स्क्रिन फ्रिक्सन डेभलप हुने चान्स हुन्छ। जिएल भनेको ग्राउन्ड लेभल है त। लिक्विड
increases pile capacity. अब हेर्नुस् त यो सफ्ट सोइल छ तपाईले पाइल हालिराख्नु सफ्ट सोइल छ भने के हुन्छ यो सोइल यसकोसँग के हुन्छ तलतिर जाँदै गर्छ यो हैन तल मुभ गर्छ तल जान्छ जहाँ उसले हार्ड स्टार्ट पाउँछ भने के हुन्छ इन्ड बियरिङले यसलाई के गर्न थाल्छ त सपोर्ट गर्न थाल्छ माथि आएको लोडलाई भनेको के छ भने सफ्ट सोइल भित्र तपाईँ हेर्दाखेरि के देखिराख्नु भएको छ भने यो पाइलले के गरिरहेछ त यो सोइललाई तल धसाउँदै गइरहेको छ भनेको यो पार्ट तल जाँदै गइरहेछ र हार्ड सोइलमा के देखिराख्नु भएको छ भने इन्ड बियरिङले अब त्यो माथि अब कडा छ माथिबाट आएकोलाई त अब आउन दिँदैन भनेको माथितिर अब उसले फ्रिक्सन जेनेरेट गर्यो हार्ड सोइलले हार्ड सोइलले माथितिर फ्रिक्सन जेनेरेट गर्नको कारण नै यसलाई के भनिन्छ त स्किन फ्रिक्सन र माथिबाट तपाईँको सफ्ट सोइलमा यो त पाइला अब धस्दै जान्छ सोइलसँगै यसले के गर्छ त नेगेटिभ स्किन फ्रिक्सन प्रड्युस गर्छ जसको कारणले के हुन्छ भने तपाईँको पाइलले बेयरिङ गर्ने क्यापासिटी जो लोड बेयर गर्ने क्यापासिटी हुन्छ त्यसलाई के गर्छ त डिक्रिज गर्छ र स्किन फ्रिक्सनले के गर्छ त त्यसलाई थाम्छ रोक्छ रोडलाई आएको र त्यसलाई त्यसको कारणले के हुन्छ भने उसले पाइलको क्यापासिटीलाई इन्क्रिज गरिदिन्छ ल 3-4 क्वेसन गरौँ सार्नुभयो है फिगर बनाउन नछोड्नु होला है भयो है अब क्वेसनहरू लेख्नु होला यस रिलेटेड अगाडि बढे है सिम्पल कुरो छ स्किन फ्रिक्सन नेगेटिभ स्किन फ्रिक्सन त्यो ठाउँमा आउँछ जहाँ तपाईँको सोइलको स्ट्राटा माथिको सफ्ट छ तलको कस्तो छ त हार्ड सोइल छ सफ्ट सोइल हुनको कारण हेर्नुहोस् त सफ्ट सोइलमा कुनै लट्ठी हाल्नुहुन्छ भने के देखिराख्नुहुन्छ उसले अगर धेरै भारी लकडी घुसाइराख्नु भएको छ भने उसले के गर्छ भने सोइललाई रिलेटिभली तल धसाउँदै गइरहेको हुन्छ जसको कारणले के हुन्छ पाइलले बेयर गर्ने क्यापासिटीलाई डिक्रिज गरिदिन्छ त्यही भएर त्यसले के जेनेरेट गर्छ त नेगेटिभ स्किन फ्रिक्सन पाइलको बेयरिङ क्यापासिटीलाई डिक्रिज गरिदिन्छ लोड क्यारिङ क्यापासिटीलाई अब जहाँ तपाईँले हातलाई हार्ड बनाउनुहोस् र अब यो पाइललाई छिराउनुहोस् अब त यो जाँदैन तल त के हुन्छ त हाम्रो यो हार्ड सोइलले के माथितिर उसको लोड बेयर गर्ने क्षमता लगाइरहेको हुन्छ के छ त हार्ड सोइलमा स्किन फ्रिक्सन डेभलप हुन्छ जसले के गर्छ त पाइलको क्यापासिटीलाई बढाइदिन्छ बस यति दिमागमा राख्नु होला यो भन्दा बढी चाहिँदैन र यो जुन मैले ब्र्याकेटमा लेखेको छु यो कुरोलाई ध्यान दिनु होला है जब अब्जेक्टिभ आउँछ लेख्नु होला क्वेसन अगाडि बढे है त पहिलो क्वेसन लेख्नु होला हिजो पढाएकोबाट नै सोधिरहेको छु ट्राई गर्नु होला द सेल्फ वेट अफ फुटिङ not considered पहिलो अप्सन लेख्नु होला while calculating the upward soil pressure यो सबै सोधीको क्वेसनहरू हो है ट्राई गर्नु होला दोस्रो while calculating area of footing see both D none यसले के भनिरहेको छ भने सेल्फ वेट फुटिङको सेल्फ वेट कसले कन्सिडर गर्दैन अप्सन तपाईहरुको यो छ सेल्फ वेट हेर्दाखेरि हामीले दुवैलाई कन्सिडर गर्छौं भनेको वाइल क्याल्कुलेटिङ द अपवर्ड प्रेसर सोइलको पनि क्याल्कुलेट गर्छौं
सेल्फ वेट होइन। दोस्रो वाइल क्यालकुलेटिङ द एरिया अफ फुटिङ पनि दुइटै हामी कन्सिडर गर्छौँ भनेको दुवै छ, तर यसले के भनेछ कुन कन्सिडर गर्दैन भनेको एन्सर के हुनु पर्यो त नन। अब यही क्वेसनमा नट नभएको भए सेल्फ वेट अफ फुटिङ कन्सिडर्ड त के हुन्थ्यो एन्सर, तब हुन्थ्यो यसको एन्सर बोथ। नट नभएको भए एन्सर हुन्थ्यो बोथ, त्यहाँ चाहिँ नट भइदिएछ होइन, र हाम्रो एन्सर भयो डी नन। भनेको हामी सेल्फ वेट जब कन्सिडर गरिरहेको हुन्छौँ त्यो बेला चाहिँ अपवार्ड प्रेसरलाई पनि हेर्छौँ, त्यो बेला चाहिँ एरिया अफ फुटिङलाई पनि हेर्छौँ। किन नट कन्सिडर, के कन्सिडर गर्दैन, दुवै कन्सिडर गर्छौँ नै, कुनै नन लेखेको अप्सनमा। त्यसको एन्सर चाहिँ याद राख्नु होला, नट छ भने नन, नट छैन भने बोथ। फिगर देखाइदिनु, यहाँ छ फिगर, स्क्रिनसट हानिहाल्नु न सर होइन। यति एकदम आफै एकदम धीरे धीरे पढाउँछु होइन। अगाडि बढे है त, दोस्रो क्वेसन गर्नु होला, यसै सोधेको क्वेसनहरू है। दोस्रो क्वेसन गर्नु होला। एउटा यो पनि क्वेसन सोधेको छ, पाइल फाउन्डेसन, पाइल फाउन्डेसन आर सुइटेबल फर, सुइटेबल फर पहिलो अप्सनमा छ सफ्ट रक, बी कम्प्याक्ट सोइल, सी मल्टी स्टोरी बिल्डिङ, स्टोरी बिल्डिङ, डी वाटर लग एरिया। मैले हिजै भनेको थिएँ कि तपाईँको पाइल फाउन्डेसन आउँदाखेरि केमा मान्छे झुकिहाल्छ, पाइल फाउन्डेसन भनेको धेरै हेभी लोड क्यारी गर्नेवाला त मल्टिपल स्टोरी बिल्डिङमा हालिन्छ होइन। पाइलको सबभन्दा अगर सुइटेबल ठाउँ छ भने सबभन्दा पहिला अगर वाटर लग एरिया देखिराख्नु भएको छ भने अप्सनमा वाटर लग एरिया हान्नु होला। डेफिनेसनमा पनि मैले लेखेकै होला, पाइल फाउन्डेसन इज भेरी सुइटेबल फर वाटर लग एरिया, जहाँ पानी जमा छ होइन, धेरै दिनदेखि खड्डामा पानी जमा छ, त्यस्तो ठाउँमा हामी के गर्छौँ त पाइल फाउन्डेसनलाई सबभन्दा पहिला प्राथमिकता दिन्छौँ बनाउने। त्यसपछि तब मल्टी स्टोरी बिल्डिङ, हाई राइज बिल्डिङको कुरो आउँछ। अर्को लेख्नु होला राफ्ट फाउन्डेसन, यो पनि बनाइहाल्नुहुन्छ, यो डेफिनेसनमै थियो। राफ्ट फाउन्डेसन आर जेनरली युज, generally used when the area required for the, when the area required for the individual footing, individual footing is more, पहिला लेख्नु होला 25% of total area। अब टोटल एरिया लेख्दिन है, आफै बुझिहाल्नु होला। 50% of total area, टीए लेखिदिए है। सी 30% of total area, टीए, र डी 40% of टोटल एरिया। भनेको यो पनि तपाईँले बनाइहाल्नुहुन्छ। 50% भन्दा बढी छ भने हामीले के गर्छौँ त, फुटिङको एरिया अगर 50% भन्दा बढी छ भने हामी के गर्छौँ त राफ्ट फाउन्डेसन या म्याट फाउन्डेसनको बारेमा सोध्छौँ। अब नेगेटिभ स्किन फ्रिक्सनको 4वटा क्वेसन लेख्नुहोस्, यसै मध्ये कुनै एउटा सोध्छ एक्जाममा जहिले पनि। ल अगाडि बढे है, म तपाईँहरू गरिहाल्नुहुन्छ, हिजो पढेको वालाले गरिहाल्छ, पढ्नु भएको छैन भने पहिलो क्वेसन लेख्नु होला नेगेटिभ स्किन फ्रिक्सनको। नेगेटिभ स्किन फ्रिक्सन
in friction on pile is due to पहिलो लेख्नु होला डाउनवर्ड movement of soil। ठीक छ, दोस्रोमा लेख्नु होला रिलेटिभ सेटलमेन्ट of soil। C, downward movement of pile। चौथोमा लेख्नु होला रिलेटिभ सेटलमेन्ट अफ पाइल। धेरै इम्पोर्टेन्ट क्वेसन हो यो, धेरै इम्पोर्टेन्ट क्वेसन हो। तपाईले आफ्नो डेफिनेसनमा पनि हेर्न सक्नुहुन्छ, जहाँ मैले स्किन फ्रिक्सनको बारेमा लेखाएको छु त्यहाँ मैले एउटा कुरो गरेको छु, डाउनवर्ड मुभमेन्ट अफ सराउन्डिङ सोइल रिलेटिभ टु पाइल, हैन भनेको मैले के भनेछु त, जहिले पनि नेगेटिभ स्किन फ्रिक्सन कज हुन्छ के को कारणले त, रिलेटिभ के दुईटा हाम्रो रिलेटिभ छ, यही दुईटा मध्ये अप्सन होला, यो दुईटा छैन। कहाँ गयो यो डाउनवर्ड मुभमेन्ट अफ पाइल, डाउनवर्ड मुभमेन्ट अफ सोइल हटाइदिनु, डेफिनेसनमा हेर्नु होला। रिलेटिभ के भनेको छ त, रिलेटिभ सेटलमेन्ट अफ सोइल, हैन कम्पेयर टु कस्तो पाइलको अनुसार भनेको, यसको एन्सर भनेको तपाईँको के हो त, रिलेटिभ सेटलमेन्ट अफ सोइल्स। जब पाइल हाल्छौ त सोइल के गर्छ भने तपाईँको सेटलमेन्टतिर जान्छ। मैले अहिले पनि भने पाइल हाल्दाखेरि त्यो सोइलले लोड बेयर गर्न सक्दैन भने के गर्छ त, त्यो पाइलको कारणले त्यो सोइल तल जान थाल्छ, जसको कारण के छ त, नेगेटिभ स्किन फ्रिक्सन डेभलप हुन्छ र पाइलको क्यापेसिटीलाई डिक्रिज गरिदिन्छ। भनेको यसको एन्सर के हुनु पर्यो त, रिलेटिभ सेटलमेन्ट अफ सोइल। डी हुँदैन, पाइल सेटल गर्दैन, सोइल सेटल गर्छ। विथ द पाइल जब तपाईँ हाल्नुहुन्छ भने सोइल सेटल गर्न जान्छ, जसको कारणले के हुन्छ त, तपाईको नेगेटिभ स्किन फ्रिक्सन डेभलप हुन्छ। अब हल्का बिजी भइहाल्छु, त्यो अब असाढमा शान्त आउन थाल्यो होइन, कामको चाप अलिक बढिहाल्छ, चैत्र घुसिसकेछ होइन। तर तपाईँहरूले क्वेसन पठाएको मैले लगभग एन्सर दिनै रह हुन्छु, त्यही हो, फ्री टाइम अलिकता नभएर होला तपाईँको एन्सर नआएको होला। अर्को के छ भने यसकै नेगेटिभ स्किन फ्रिक्सनको क्वेसन छ। नेगेटिभ स्किन फ्रिक्सन लेख्नु होला, नेगेटिभ स्किन फ्रिक्सन, नेगेटिभ स्किन फ्रिक्सन अन पाइल। अप्सन लेख्नु होला, डिक्रिज पाइल क्यापेसिटी, इन्क्रिज पाइल क्यापेसिटी। क्वेसनहरु लेखिहाल्नु है, यही मध्ये कुनै एउटा हुन्छ, इन्क्रिज पाइल क्यापेसिटी, इन्क्रिज बेयरिङ क्यापेसिटी, इन्क्रिज बेयरिङ लोड, सरी इन्क्रिज बेयरिङ लोड, डिक्रिज बेयरिङ लोड। यो पनि अब बनाइहाल्नु, नेगेटिभ स्किन फ्रिक्सन हेर्दै पाइलको क्यापेसिटीलाई के गर्छ त, डिक्रिज गर्छ। त्यो एन्सर चाहिँ
अब यहाँ हेर्नुहोस् है, यही दुईटा क्वेसनमा अब क्वेसन कसरी सोधिदिन्छ भने यो नेगेटिभ स्किन फ्रिक्सन नभनेर, यो क्वेसनमा नेगेटिभ स्किन फ्रिक्सन भन्थेन, मानुस खाली स्किन फ्रिक्सन भन्थ्यो, खाली के भन्थ्यो त स्किन फ्रिक्सन भन्थ्यो, यो नेगेटिभ नभनेर खाली के भन्थ्यो त स्किन फ्रिक्सन को कुरो गर्थ्यो भने त्यो बेला यसको एन्सर के हुन्थ्यो? कहाँ बी हुन्थ्यो? नेगेटिभ स्किन फ्रिक्सन छैन, खाली स्किन फ्रिक्सन मात्र भनेको छ, पोजिटिभ स्किन फ्रिक्सन भनेको स्किन फ्रिक्सन मात्र भनेको बुझ्नुहोस्, उसले पोजिटिभ स्किन फ्रिक्सनको कुरो गरिरहेको छ भनेको। अगर क्वेसनमा मात्र स्किन फ्रिक्सन मात्र देख्नु भएको छ, नेगेटिभ छैन भनेको, त्यो बेला के हुन्छ भने पाइलको अब रिलेटिभ सेटलमेन्ट हुन जान्छ भनेको यो अप्सन तपाईँको हुन्छ डी नम्बर अप्सन, रिलेटिभ सेटलमेन्ट अफ पाइल। स्किन फ्रिक्सनमा के हुन्छ तपाईँको सोइल स्टार्ट हार्ड हुन्छ, हार्ड हुन बित्तिकै ऊ त तल जान मानेन, जानु पर्यो अब पाइलेलाई छिराएर। त्यही भएर जब तपाईँको क्वेसनमा नेगेटिभ हुँदैन, मात्र स्किन फ्रिक्सनको कुरोको मात्र कुरो गरेको छ भने बुझ्ने पोजिटिभ स्किन फ्रिक्सनको कुरो गरेको छ, त्यो बेला चाहिँ तपाईँको एन्सर के हाल्नु पर्यो त? डी नम्बर अप्सन भनेको क्वेसन यही हो, खालि यसमा चेन्ज के गरिदिने त? नेगेटिभको ठाउँमा मात्र स्किन फ्रिक्सन लेखिदिनु होला। स्किन फ्रिक्सन इज कॉज्ड बाई रिलेटिभ सेटलमेन्ट अफ पाइल। या क्वेसन लेखि नै हाल्नुहोस्, म लेखि नै दिइरहेको छु। स्किन फ्रिक्सन, स्किन फ्रिक्सन, स्किन फ्रिक्सन resistance is caused by, ऑप्सन त्यही राखिदिनु होला, रिलेटिभ सेटलमेन्ट अफ सोइल, दोस्रो रिलेटिभ सेटलमेन्ट अफ पाइल, पाइल सी बोथ, डी नन, यही होला अप्सन। यस टाइममा के हाल्ने त? रिलेटिभ सेटलमेन्ट अफ पाइल। अब हामी फोर्थ फिफ्थ सबै एकैचोटि ग्यादर गरेर पढ्दैछौँ है। अब यसमा फोर्थको छुट्टै, फिफ्थको छुट्टै होइन, जो फोर्थ पढेछ उसलाई पनि सजिलो, फिफ्थ पढेछ उसलाई पनि सजिलो हैन। यो कुरो छ, सोधिरह हुन्छ नेगेटिभ स्किन फ्रिक्सनको कुरो है त, यो याद राख्नु होला, यो अप्सन चाहिँ बी। अर्को एउटा अझै छ, नेगेटिभ स्किन फ्रिक्सन अफ पाइल इज प्रिडोमिनेन्ट इन द सफ्ट क्ले। नेगेटिभ फ्रिक्सन कहाँ डेभलप भइरहेको छ हेर्नुहोस् त, फिगरमा हेर्नुहुन्छ भने नेगेटिभ स्किन फ्रिक्सन आउने ठाउँ कुन हो? हेर्नुहोस् त, नेगेटिभ स्किन फ्रिक्सन आउने ठाउँ कुन हो? यही न हो, यो ठाउँ हो। यो कुन ठाउँ हो त? सफ्ट सोइलको। त यहाँ नेगेटिभ स्किन फ्रिक्सन प्रिडोमिनेन्ट हुन्छ। जहाँ नेगेटिभ स्किन फ्रिक्सनको कुरो गरेर सोइलको दिइदिएछ, हार्ड सोइल सफ्ट सोइल, त बुझ्ने प्रिडोमिनेन्ट कहाँ छ त? नेगेटिभ फ्रिक्सन आउने ठाउँ कहाँ छ त? सफ्ट सोइलमा हैन। त जहाँ तपाईँ सफ्ट सोइल अप्सन देख्नुहुन्छ त्यही हालिदिनु होला, फ्रिक्सन अन सफ्ट सोइल। ठिक छ, तपाईँ आफ्नो बुकको क्वेसन बनाउनु होला, सबै क्वेसन बनिहाल्छ अब नेगेटिभ फ्रिक्सन रिलेटेड। अगाडि बढे अब प्लिज, के लेखिरहेको छु प्लिज? के भन्यो? ए, तपाईँलाई क्वेसन यसरी सोधिदिन्छ, नेगेटिभ फ्रिक्सन अफ पाइल इज प्रिडोमिनेन्ट इन, अप्सन दिइदिन्छ, फ्रिक्सन पाइल इन स्यान्ड, फ्रिक्सनल पाइल अन सफ्ट क्ले, पाइल रेसिस्टिङ अन हार्ड रक, फ्रिक्सन अन बेयरिङ पाइल्स हैन। त तपाईँ हेरिराख्नु भएको छ नेगेटिभ स्किन फ्रिक्सन कहाँ डेभलप भइरहेछ? सफ्ट सोइलमा। त अप्सन जहाँ सफ्ट सोइल लेख्नुहुन्छ त्यहाँ टिक खानिदिनु, या क्वेसनै लेखिहाल्नु। तपाईँहरू फेरि मलाई भन्नुहुन्छ सर तपाईँले क्वेसन लेखाइदिनु भएन, लेख्नु होला, क्वेसनै लेखिहाल्नुहोस्, किन तपाईँहरू मलाई भन्नुहुन्छ हैन। नेगेटिभ स्किन फ्रिक्सन, नेगेटिभ स्किन फ्रिक्सन, नेगेटिभ स्किन फ्रिक्सन अफ पाइल इज प्रिडोमिनेन्ट इन, पाइल इज प्रिडोमिनेन्ट इन अप्सन छ तपाईँको फ्रिक्सन पाइल इन स्यान्ड,
B. Friction pile on soft clay. C होला pile resting on hard rock. D. Friction on bearing piles. हामीलाई थाहा छ हैन, फिगर हेरेकै छौ, सफ्ट क्ले जहाँ थियो त्यही चाहिँ हाम्रो नेगेटिभ स्क्रिन फ्रिक्सन आइरहेछ, त्यो ठाउँलाई जहाँ सफ्ट क्लेको अप्सन देख्नुहुन्छ त्यहीलाई टिक हान्नु होला। नेगेटिभ फ्रिक्सन रिलेटेड यति नै क्वेसनमा घुमाइ फिराइ तपाईलाई सोध्छु। भयो है, तपाईको बुकमा पनि होला यो सबै क्वेसन, यसै मध्ये 4 वटा मात्रै एउटा आउँछ आयो भने। अब लेख्नु होला फाउन्डेसन अन ब्ल्याक कटन सोइल। कालो माटो हैन, लेख्नु होला black cotton soil has high shrinkage यो पनि क्वेशन सोधेको छ है। high shrinkage black cotton soil has high shrinkage and swelling properties. उसको bearing capacity of black cotton soil is 5 to 15 ton per meter square. The width crack occur up to 15 cm अनि यसको डेप्थ चाहिँ देखिन्छ and depth and maybe 2 meter deep. टू नंबर को क्वेश्चन को आंसर के खोल त्यो 2 नंबर एकछिन पकिहाल्नु, पहिला लेखाइदिनु दिनु मलाई है। 2 नंबर क्वेश्चन के थियो हाम्रो, डिक्रीज पाइल कैपेसिटी वाला। नेगेटिभ स्क्रिन फ्रिक्सन अन पाइल डिक्रीज द पाइल कैपेसिटी। ब्ल्याक कटन सोइल को बारेमा एक्जाममा सोध्छ भने यो 3टा पोइन्ट याद राख्ने। 5 नम्बरमा सोधे पनि 5 नम्बर त सोधेन, 2 प्लस समथिङ गरेर सोधे भने ब्ल्याक फाउन्डेसन अन ब्ल्याक कटन सोइल को बारेमा यो लेख्ने। अनि सोधिदिन्छ कि कुन फाउन्डेसन युज गर्दाखेरि बेस्ट हुन्छ यसमा, त म्याट या राफ्ट लेखिदिनु होला अगर फाउन्डेसन को कुरो गरेको छ। और यहाँ अब्जेक्टिभमा सोधेको छ भने म्याट फाउन्डेसन अरू फाउन्डेसन र एउटा अप्सन होला यस्तो कि रिमुभल अफ टोटल सोइल एन्ड फिलिङ अदर हैविङ हाई बेयरिङ क्यापेसिटी अफ सोइल वाला रिप्लेसमेन्ट को कुरो गरेछ भने त्यसमै टिक खानु होला। रिप्लेसमेन्ट वालामा जेनरली हामी के गर्छौँ भने ब्ल्याक कटन सोइल भेट्न बित्तिकै त्यो सोइललाई हटाएर बाहिरबाट फेरि राम्रो हाई बेयरिङ क्यापेसिटी वाला सोइल ल्याएर प्लेस गरेर कम्प्याक्ट गरेर नै प्रोजेक्टलाई स्टार्ट गर्छौँ। या त त्यस्तो छैन भने अब धेरै टाढा पर्यो, अब के गर्छौँ भने म्याट या राफ्टतिर जान्छौँ। त सबभन्दा पहिला रिप्लेसमेन्टको कुरो टन पर मिटर स्क्वायर, लोड भनेको टनमा आउँछ
पर मिटर स्क्वायर है त 5 to 15 टन पर मिटर। यसो अझै पनि लेख्न सक्नुहुन्थ्यो, आफैले अलिकति पढेर अझै यसमा पोइन्ट्सहरू इन्क्लुड गरिदिनु होला। यो चाहिँ अब्जेक्टिभमा सोधेको छ है, फर्स्ट नम्बर पोइन्ट। अगाडि बढेँ है म। त्यस्तो कति मिटर भन्दा तल अब तपाईँको यस्तो छ है, तपाईँलाई जेनरली फुटिङको जब बेरिङ क्यापेसिटी चेक गर्नुहुन्छ नि सोइल, त लगभग 100-125 जति छ भने त राम्रै सोइलको बेरिङ क्यापेसिटी मानिन्छ है। अब त्योभन्दा तल भेट्यो भने हामीलाई फरकै पर्दैन। त्योभन्दा मतलब 5 फिट 6 फिटभन्दा तल अगर तपाईँको फाउन्डेसन त त्यति नै हाल्ने हो नि, जेनरली तपाईँले हेर्नुहुन्छ भने 5 फिट तल जान्छ या 5.5 फिट, 6 फिट मान्नु न म्याक्सिमम्। त्योभन्दा त्यसमा भेटेन भने भइहाल्यो, तब त कुनै पनि फाउन्डेसन गरे हुन्छ तपाईँको आफ्नो जे त्यहाँ मागिरहेको छ। तर त्योभन्दा माथि अगर आइहाल्यो भने अब त रिमुभै गर्नु पर्यो। लेख्नु होला मिनिमम डेप्थ अफ फाउन्डेसन। टपिक लेख्नु होला मिनिमम डेप्थ अफ फाउन्डेसन। यो सानो सानो टपिक छ, यसबाट अब्जेक्टिभ आउन सक्छ है, फर्मुला सोध्छ यसबाट। मिनिमम डेप्थ अफ फाउन्डेसन एउटा फर्मुला होला तपाईँको बुकमा, त्यही फर्मुलालाई याद गरिहाल्यो भने पुगिहाल्छ। भनेको डी मिन बराबर क्यू बटा गामा 1 माइनस साइन थीटा बाई 1 प्लस साइन थीटा को होल स्क्वायर। लेख्नु होला क्यू भनेको इन्टेन्सिटी अफ लोडिङ। यो फर्मुला याद राख्नु होला है, खालि फर्मुला याद राखे पुग्यो। इन्टेन्सिटी अफ लोडिङ at the base of footing। थीटा भनेको एंगल अफ रिपोर्ट, गामा भनेको युनिट वेट अफ सोइल। डी भनेको त मिनिमम डेप्थ अफ फाउन्डेसन भइ नै हाल्यो। भनेको यो भनेको मैले यही भनेको है। यो फाउन्डेसनको डेप्थ कति हाल्ने, डेप्थ अफ फाउन्डेसन डी मिन, यो कति हाल्ने भनेको फर्मुला निकाल्नको लागि चाहिँ यो फर्मुला याद। अब केही सोइलको टेक दिन्छु, कति डी मिनसम्म जाने, कति मिटरसम्म, त्यो चाहिँ याद राख्ने नोटमा है। भयो भने भन्नु होला। अब तपाईहरु यस रिलेटेड जति क्वेशन होला सबै बन्छ होला। भयो है, अगाडि बढे म। फर्मुला मात्र याद राख्ने, अरु केही याद नराख्ने। अब म जे भन्छु त्यो कुरो याद राख्ने। नोटमा लेख्नु होला, नोटमा लेख्नु होला स्यान्डी सोइलको लागि डी मिन कति हुनु पर्यो त 0.8 देखि 1 मिटर, 8 to 1 मिटर है त। त्यसैगरी क्लेको लागि 0.9 देखि 1.6 मिटर। रकी सोइलको लागि 0.05 देखि 0.5 मिटर। लोड बेरिङ वाल छ भने
जिरो 900 mm त्यही हो 0.9 देखिहाल्नु होला यसलाई चाहिँ मिटरमा लगाउनुहुन्छ त 0.9 नै हुन्छ यो पनि एमएममा चाहिँ है बुकमा चाहिँ यो यसैमा सोधेको होला त्यही भएर यो एमएममै राखेको होला के ब्याक गर्नु यो याद राख्ने है यो रिलेटेड पनि क्वेसन होला तपाईँको बुकमा बनाउनु होला के ब्याक गर्नुपर्छ म लास्टमा एकचोटि ब्याक गरिदिन्छु है तपाईँहरूले पाइ नै हाल्नुहुन्छ म लास्टमा ब्याक गरेर नै जाँला है त हुन्छ अब टपिक लेख्नु होला डिफरेन्सियल सेटलमेन्ट यो सिम्पल हो कति कुन फाउन्डेसनको लागि होइन अब कुनै पनि जेनरली यो आइसोलेटेडहरूको लागि हो है अब राफ्टै गर्नु छ भने तब चाहिँ 5 फिट खन्यो टोटल माटो निकाल्यो त्यसपछि तपाईँ आफ्नो कन्क्रिटिङ स्ल्याब गरिराख्नु भएको छ यो लगभग सबैको लागि मानु न आइसोलेटेडको लागि भनेको हो यो फाउन्डेसनको डेप्थ कति राख्ने त्यस्तो कुनै ऊ गरेको छैन कुन फाउन्डेसनको लागि त्यसरी छुट्याएको छैन यसरी भनेको छैन भने आइसोलेटेड फुटिङको बारेमा सोध्छु है लेख्नु होला डिफरेन्सियल सेटलमेन्ट हिजो चाहिँ मैले भनेको पनि थियो यो बारेमा होइन लेख्नु आज चाहिँ लेख्नु होला वेन अ पार्ट or one part कुनै part or one part of a structure foundation settles भनेको धस्नु more or faster than other भनेको एउटा फुटिङको कम्पेयरमा अर्को फुटिङ होइन हिजो नै देखाएको थिएँ मैले एउटा 10 mm धसिरहेको छ एउटा 20 mm त्यो दुइटैको रिलेटिभली सेटलमेन्ट हेर्दाखेरि लेख्नु होला ओभरअल vertical distance changes it occurs due to weak subsoil shrinkable या expansive soil भनेको त्यही हो ब्ल्याक कटन सोइलको कुरो नै गरेको छ या अपलिफ्ट प्रेसर एन्ड स्लिपिङ स्ट्राटाको कारण
एकजनाले सोधिराख्नु भएको छ ब्ल्याक कटन सोयल कस्तो सोयल हो सर, कोहेसिभ हो कि नन कोहेसिभ हो? त ब्ल्याक कटन सोयल कोहेसिभ सोयल भित्र पर्छ है। स्लिपिङ स्टार्टा भनेको त्यही हो, माथि सफ्ट सोयल भएको तल हार्ड सोयल भएको, त्यस्तोमा चाहिँ डिफरेन्सियल सेटलमेन्ट देख्न सक्नुहुन्छ तपाईँ। जेनरली भर्टिकल डिस्टेन्स चेन्ज हुन्छ, यो सोध्यो भने लेख्नु होला। एक्सपान्सिभ सोइल भनेको त्यही हो, यो भनेको तपाईँको ब्ल्याक कटन सोइलकै हो। ब्ल्याक कटन सोइलकै बारेमा भनेको। ब्ल्याक कटन सोइल भनेको एक्सपान्सिभ सोइल जसको भोल्युमेट्रिक चेन्ज हुन्छ, श्रिङ्क्रेबल हुन्छ, त्यो भनेको है। सिङ्क्रेबल सोइल भनेको स्यान्डी सोइल बुझ्ने होइन। एक्सपान्सिभ सोइल, एक्सपेन्सिभ होइन, एक्सपान्सिभ, एक्सपान्ड गर्ने, भोल्युमेट्रिक चेन्ज देखा पर्ने, यो ब्ल्याक कटन सोइलको बारेमै भनेको। अब फिगर बनाइहाल्नु होला अब यसको। स्लिपिङ स्टार्टा अहिले त भने मैले, स्लिपिङ स्टार्टा भने न, माथि सफ्ट सोइल भइदिने होइन, तल हार्ड सल्ट रक भइदिने, त्यस्तो टाइपमा स्लिपिङ मतलब कुनै पनि फाउन्डेसन त्यहाँ धैर्यताले बस्न सक्दैन, त्यो सेट सोइलसँगै नै तल आउन चाहन्छ, सफ्ट स्टार्टा भइदिने है। अगाडि बढेँ है म। फिगर बनाउनु होला यसको। अब हेर्नुहोस्, सेटलमेन्ट पनि डिफ्रेन्ट तरिकाको हुन्छ। एउटा यो घर मान्नुहोस्, यो चाहिँ एकसाथै तल आउने, एकसाथै तल धस्ने, यसलाई भन्छ युनिफर्म सेटलमेन्ट। युनिफर्म सेटलमेन्ट, यसमा कुनै क्रैक्सहरू देखिँदैन, नो क्रैक्स इज सीन, नो क्रैक। ठिक छ। अर्को हुन्छ टिपिङ सेटलमेन्ट। यो घर भयो, एक पार्ट चाहिँ हल्का सेटल भइदियो, ठिक छ। एक पार्ट चाहिँ अलिक बढी सेटल भइदियो, यो पार्ट चाहिँ अलिक बढी सेटल भइदियो भनेको यसलाई भन्छ टिपिङ सेटलमेन्ट। टिपिङ सेटलमेन्ट र डिफरेन्सियल सेटलमेन्टमा फरक के, टिपिङ सेटलमेन्टमा घरमा कुनै क्रैक देखिँदैन, यसमा पनि नो क्रैक इज सीन। अब यसैमा क्रैक आइदियो भने, सेम टिपिङ सेटलमेन्ट नै जस्तो भयो भने र क्रैक आइदियो भने, यसरी कुनै क्रैक आइदियो भने, दरार आइदियो भने घरमा होइन धस्दाखेरि, यसलाई भन्छौँ हामी डिफरेन्सियल सेटलमेन्ट। यसमा के हुन्छ भने क्रैक्स आर सीन। यो फिगर बनाएर हल्का फिगरेटिभ वेले अलिक देखाइदिनु होला है त। के छ भने टिपिङ सेटलमेन्टमै अगर क्रैक क्रैक आइदियो भने त्यसैलाई नै डिफरेन्सियल सेटलमेन्ट भनिन्छ। सिम्पल भाषामा यही हो। या त पुरा घर एक साथै तल सेटल हुने, त्यसलाई चाहिँ युनिफर्म सेटलमेन्ट या सेटलमेन्ट भनिन्छ। एक तर्फ बढी सेटल गरेछ, एक तर्फ कम सेटल गरिरहेछ तर क्रैक देखा परेको छैन भने त्यसलाई टिपिङ सेटलमेन्ट भनिन्छ। र एक तर्फ कम सेटल भइरहेछ, एक तर्फ बढी भइरहेछ तर क्रैक जेनेरेट भइसकेको छ भने बिल्डिङमा, त्यसलाई चाहिँ डिफरेन्सियल सेटलमेन्ट। अब इम्पोर्टेन्ट पोइन्ट लेख्नु होला नोटमा र त्यसलाई मात्र याद राख्नु होला अब्जेक्टिभको लागि, डिफरेन्सियल सेटलमेन्ट। तपाईँ चाहनुहुन्छ भने फिगर बनाएर आफ्नो मनले एक्सप्लेन पनि गर्न सक्नुहुन्छ हैन। अब त अगाडि बढे है त म। फिगर बनाइहाल्नुहुन्छ हैन, बनाइहाल्नुहुन्छ नि। टपिक धेरै छ यसमा, बिल्डिङ कन्स्ट्रक्सनमा हैन। सबै टपिकलाई मजाले हेर्दै जाँदै अलिक फास्ट जानुपर्छ भित्रमा हामीलाई, यति स्लो गएर हुँदैन। अर्को लेख्नु होला नोटमा, डिफरेन्सियल सेटलमेन्टको है, फर अब्जेक्टिभ पोइन्ट अफ भ्यू है। डिफरेन्सियल सेटलमेन्ट लेख्नु होला 40 mm
40 mm, यो बुकमा पनि होला है तपाईँको। 40 mm फर आइसोलेटेड फुटिङ। आइसोलेटेड फुटिङ, यसको अब्जेक्टिभ पनि होला तपाईँको बुकमा। फुटिङ अन स्यान्ड सेटलमेन्ट। 40 to 65 mm for isolated footing on clay settlement। ए मिस्टेक भयो है यो, एकछिन पकिहाल्नु। 65 mm होला यो। 65 mm होला। 65 mm। अब ठिक छ। अर्को लेख्नु होला 40 देखि 65 mm फर राफ्ट फाउन्डेसन on sand settlement नै। र 65 देखि 100 mm देखिन्छ सेटलमेन्ट कसमा त, राफ्टै फाउन्डेसनमा अन क्ले। र 40 mm फर खालि फाउन्डेसनको कुरो गरेको, कुनै आइसोलेटेड राफ्टको कुरो गरेको छैन, सिधै फाउन्डेसनको कुरो गरेको छ भने अन क्ले, यो चाहिँ डिफरेन्सियल सेटलमेन्ट। यो चाहिँ पोइन्ट्सहरू याद राख्नु है एक्जामको लागि, यो सोधिरहन्छ। आइसोलेटेड फुटिङ छ भने डिफरेन्सियल सेटलमेन्ट कति हुन्छ इन केस अफ स्यान्ड, त 40 mm मा टिक खाने। 25 mm for foundation on sand भने डिफरेन्सियल सेटलमेन्ट। अब एक्जाममा क्वेसन कसरी सोध्न सक्छ भने डिफरेन्सियल सेटलमेन्ट इन आइसोलेटेड फुटिङ अन स्यान्ड कति हुन्छ त, अप्सनमा होला 40 mm, 65 mm, 100 mm। तपाईँले अप्सनमा टिक्कै हान्ने त 40 mm। यो याद राख्नु सजिलो छ, धेरै हार्ड पनि छैन। भयो भने भन्नुहोला। अब चाहिँ हामी जान्छौँ डिवाटरिङ एन्ड सोरिङ तर्फ। भयो है, अगाडि बढे हुन्छ म। भयो है। अब टपिक लेख्नु होला डिवाटरिङ। डिवाटरिङ नामै छ, डिवाटरिङ भनेको साइटबाट जम्मा भएको पानीलाई ड्रेन आउट गर्ने, हटाउने। लेख्नु होला इट इज द प्रोसेस अफ, इट इज द प्रोसेस अफ removal of surface water or groundwater from the construction site। यसको धेरै टाइप्सहरू छ, तर म टोटल टाइप्सहरू भन्दिनँ, जे तपाईँको एक्जाममा छ त्यसको लागि मात्र म भनिदिन्छु है त। लेख्नु होला मेथड्स अफ डिवाटरिङ। धेरै मेथड्स छ है यसको, तर हामीलाई पढ्ने भनेको दुईटा मेथड हो हल्का फुल्का।
हल्का फुल्का मात्र पढ्नु, त्यति डिपमा जानु छैन। ओपन सम्प पम्पिङ, दोस्रो वेल पोइन्ट सिस्टम। अब यो वेल पोइन्टमा पनि धेरै छ, स्यालो वाला पोइन्ट छ, डिपको पोइन्ट छ, त्यति हामी जाँदैनौँ डेपमा। योभन्दा अघिल्लो पढाउँदा चाहिँ म डिपमा गएको थिएँ, त्यति चाहिँदैन तपाईँहरूलाई। अझै पनि छ डिवाटरिङको मेथड, इलेक्ट्रो अस्मोसिस प्रोसेस छ, देखिहाल्नु। अस्मोसिस प्रोसेस छ, चाहनुहुन्छ भने हेर्न सक्नुहुन्छ। भ्याक्युम मेथड छ, टाइम पायो भने एकचोटि हेर्नु होला है। भ्याक्युम मेथड छ, तर म हल्का हल्का सबैको बारेमा भनिदिन्छु, कुन कुन सोइलको लागि युज हुन्छ त्यो चाहिँ भनिदिन्छु। भ्याक्युम मेथड चाहिँ कोर्स ग्रेन सोइलको लागि युज हुन्छ है। यो चाहिँ कोर्स ग्रेन सोइल अगर भेटिराख्नु भएको छ भने डिवाटरिङ गर्दाखेरि चाहिँ भ्याक्युम मेथड युज गरिन्छ। कोर्स ग्रेन मेथडको लागि सुइटेबल छ। इलेक्ट्रो अस्मोसिस चाहिँ फाइन ग्रेन या कोहेसिभ सोइलको लागि, फाइन ग्रेन या कोहेसिभ सोइलको लागि देखिहाल्नु होला कतै है। अब यो दुईटा त म भन्छु नै। कन्स्ट्रक्सन साइट हो, टाइप होइन। अँ, लेख्दाखेरि यस्तो सानो मिस्टेक भइहाल्यो भने सम्झाइदिनु है। कन्स्ट्रक्सन साइट हो, टाइप होइन। लेख्दाखेरि दिमागमा साइटै होला, ए दिमागमा, अनि लेख्दाखेरि चाहिँ टाइप भइहाल्यो है। भनेको के भने डिवाटरिङको बारेमा अगर 5 मार्क्समा लेख्न सोधिदियो भने टक्क यसको डेफिनेसन, यसको मेथडहरू चारवटा लेखिदिनु होला, कुनै दुईटालाई एक्सप्लेन गरिदिनु होला, या चारैवटालाई लेखिदिनु होला कुन कुन सोइलको लागि काम हुन्छ। अहिले चाहिँ म पहिला ओपन सम्प पम्पिङ मेथड भन्छु है त। या यसलाई अर्को नामले पनि चिनिन्छ, यसलाई डिच एन्ड सम्प मेथडबाट पनि, अर्को नाम पनि छ यसको ओपन सम्प पम्पिङको। लेख्नु होला पहिलो। भयो है, अगाडि बढे हुन्छ म होइन। चारवटा मेथडको नाम लेखिहाल्नु होला, यसमध्ये हामी दुईटा मात्र पढ्छौँ, बाँकी चाहिँ तपाईँ हेर्न चाहनुहुन्छ भने हेर्नु होला। लेख्नु होला ओपन सम्प मेथड, लेख्नु होला ओपन सम्प पम्पिङ मेथड। ठिक छ, लेख्नु होला यसमा रिमुभल अफ surface water from construction site with the help of pump है। It is suitable for small project. It is also known as ditch and sump method. जसरी कन्स्ट्रक्सन साइटमा छ, यहाँ पानी आइदिएको छ,
तपाईँ के गर्नुहुन्छ भने यहाँ मोटर खसाउनुहुन्छ भित्र, पानीलाई के गर्नुहुन्छ त पम्पको हेल्पले बाहिर झिकिदिनुहुन्छ, डिवाटरिङ गरिदिनुहुन्छ है। अर्को उपाय के छ भने या त पम्प युज गरिदिने, और कोहेसिभ सोइल होला, और कोहेसिभ सोइल हो त्यहाँ। के छ भने या त पम्प युज गरेर पानीलाई निकालिदिने, या त के गर्ने भने जहाँ पानी लागेछ त्यहाँ हल्का हल्का नाला बनाएर, नाला जस्तो बनाएर कुनै एउटा खाल्डोमा पानीलाई जमा गरिदिने, त्यो कन्स्ट्रक्सन साइटको होइन। मानव यहाँ कन्स्ट्रक्सन साइट छ, यहाँ पानी छ भनेको मैले के गरेँ भने यहाँ हल्का हल्का नाला जस्तो यसरी बनाइदिएँ, कुनै एम्टी ठाउँमा गड्डा खनेर यो पानीलाई सब यहाँ खसाएँ र यहाँ पम्प युज गरेर पानीलाई पछि फालिदिएँ। र यो पनि तपाईँको डिच र सम्प मेथड या ओपन सम्प पम्पिङ भनेको सिमिलर कुरा हो है। भनेको साइडमा पानी लागेको छ भने पम्प फाल्यो अनि स्टार्ट गर्यो र सबै पानीलाई ड्रेन आउट गर्यो, रिमुभ गर्यो, त्यो भनेको ओपन सम पम्पिङ मेथड, या यसलाई डिच एन्ड सम। अगर डिच आइदिएको छ भने, टर्म डिच आइदिएको छ भने बुझ्ने कन्स्ट्रक्सन साइटबाट हल्का नाला जस्तो निकालेर, डिच निकालेर, डिच भनेको सानो नाला जस्तो निकालेर त्यो पानीलाई एक ठाउँमा इकट्ठा गर्यो, त्यसपछि पम्पको हेल्पले त्यहाँबाट फाल्यो है त। यसलाई डिच एन्ड सम्प मेथड पनि भनिन्छ या तपाईँलाई ओपन सम्प पम्पिङ पनि भनिन्छ है त। अब अगाडि जाउँ। फिगर अलिक राम्रो बनाउनु होला है, म त सर्टकट बनाउँछु तपाईँलाई बुझाउनको लागि, तपाईँहरू तपाईँ एक्सपर्ट होइन फिगर बनाउनहरूमा। अब आउनु होला वेल पोइन्ट सिस्टम है। अगाडि बढे है त म साथीहरू। लेख्नु होला वेल पोइन्ट सिस्टम। यो जेनरली यो पनि कोर्स ग्रेन सोइलको लागि नै धेरै फाइदामन्द छ। लेख्नु होला इट इज जेनरली used for coarse grain soil। अर्को लेख्नु होला सिरिज अफ वेल is aligned series of well is aligned along excavated area। It is suitable for depth up to 5 meter to 6 meter। तर यसैमा अगर डिप वेल भनिदियो भने, डिप वेलको कुरो गरिदियो भने डिप वेल इज सुइटेबल फर अप टु 16 मिटर, 16 मिटरसम्म है। त्यसरी जेनरली वेल पोइन्ट सिस्टमको कुरो गऱ्यो भने यस्तो स्यालो बुझ्नु होला, 5 to 6 मिटर। अगर डिप वेलको कुरो गरिरहेको छ भने 16 मिटरसम्म तपाईँले काम गर्न सक्नुहुन्छ, डिवाटर गर्न सक्नुहुन्छ। अर्को लेख्नु होला इट इज सुइटेबल फर लार्ज एरिया। अनि एउटा फिगर बनाइदिन्छु, बुझिहाल्नुहुन्छ के भनिरहेको छु म। यसमा के छ भने जसरी यो प्लट छ तपाईँको या कन्स्ट्रक्सन साइट छ, त के गर्छ, नम्बर अफ वेलहरू खन्छ, इनारहरू खनिदिन्छ।
बगल बगलमा यसरी के गर्छ त इनारहरू खनिदिन्छ र के हुन्छ यहाँ जुन पानीको वाटर टेबल जुन छ अब के हुन्छ त अब खड्डा खनिदिनु भएको छ भने यो वाटर टेबल हल्का गरेर सबै पानीहरू यस वेलभित्र जान्छ यो वेलभित्र सबै पानीहरू बगेर यसमा जान्छ र यो के गर्छ त साइडको वाटर टेबलको जुन छ पोजिसन त्यसलाई के गर्छ त लोवर गरिदिन्छ होइन सबै गएर यो कुवा जहाँ बनाउनु भएको छ वेल भनेको कुवा जहाँ बनाउनु भएको छ सबै पानी गएर त्यहाँ जम्मा हुन्छ र तपाईँले यहाँ मोटर युज गरेर या पम्प युज गरेर यो सबै पानीलाई ड्रेन आउट गर्नुहुन्छ र यो मेथडलाई भन्छ वेल पोइन्ट सिस्टम भनेको जुन तपाईँको कन्स्ट्रक्सन साइट छ या एक्सकाभेटेड साइट छ यहाँ पानी आइदियो होला यो पानी आइदिएको खण्डमा के गर्छ भने अगर ठुलो एरिया छ त्यहाँ त एउटा पम्पले काम गर्दैन त के गर्छौ तपाईँहरू के गर्नुहुन्छ त यस्तो साना साना वेलहरू कन्स्ट्रक्ट गर्नुहुन्छ साइटमा त के हुन्छ यो सबै पानीहरू त्यो वेलभित्र जान्छ है जान थाल्छ र के गर्छ कन्स्ट्रक्सन साइटको वाटर टेबलको पोजिसनलाई लोवर गरिदिन्छ र जब लोवर भइहाल्छ भने यसमा कन्स्ट्रक्सन काम स्टार्ट भइहाल्छ र यो वेलमा पम्प हालेर के गर्छ त सबै पानीलाई निकालेर फालिदिन्छ र यस्तो सिस्टमलाई हामी भन्छौँ वेल पोइन्ट सिस्टम त डिवाटरिङको बारेमा आयो भने यो दुईटाको बारेमा जरुर लेख्नु होला चारवटा टाइप देखाइदिनु होला अझै धेरै छ इभापोरेसन मेथड छ केमिकल मेथड छ धेरै छ त्यो मध्ये चाहिँ यो दुईटा जेनरली धेरै प्रयोग हुने मेथड हो डिच सम्पवाला जुन भने मैले त्यो र वेल पोइन्ट सिस्टम अब टपिक लेख्नु होला अन्डर पाइनिङ या अन्डर पिनिङ होइन अन्डर पाइनिङ भनिन्छ कतैले अन्डर पिनिङ भन्नुहुन्छ त्यसपछि हामी स्टोरिङतिर लागौँला त्यसपछि स्काफ फोल्डिङ सघाउँछु त्यसपछि वाल त्यसपछि कन्क्रिटमा पुगौँला भयो है म अगाडि बढेँ बुझ्नुभयो होइन यो बुझ्नुभयो डिवाटरिङको बारेमा 5 मार्क्समा लेख्न आइदियो भने यस्तै लेख्ने म सारांश सबै यस्तै लेखाइदिन्छु तपाईँहरू अब यसमा चाहनुहुन्छ भने होइन सरले लेखाएको अलिक कम लागिरहेछ म अलिक अलिक बढी लेख्छु भने आफैले पनि थप्न पाइयो है त थपेर अलिक ठुलो बनाउनु ओके सर क्लियर ल लेख्नु होला अन्डर पिनिङ टपिक लेख्नु होला लेख्नु होला 5 यो सबै 2 मार्क्स 5 मार्क्स यस्तै क्वेसनमा सोध्छ फिगर सहित सोध्यो भने 5 मार्क्समा सोध्छ या त 2 मार्क्समा कसै अरूसँग टपिक जोडेर सोधिदिन्छ है यस्तो क्वेसनहरू अन्डरपिनिङ डिस्क्राइब अबाउट सोरिङ एन्ड इट्स टाइप या डिस्क्राइब अबाउट सोरिङ अन्डरपिनिङ स्काफ फोल्डिङ एकैचोटि 3टा दिन्छ दुई 1 मार्क्स त्यस्तो पनि दिन सक्छ टपिक चाहिँ नछोड्नु होला इट इज द प्रोसेस अफ लेख्नु होला इट इज द प्रोसेस अफ placing new foundation placing new foundation placing new foundation or strengthening 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 an existing foundation मानुस कुनै घरको जग कमजोर भइसकेको छ फाउन्डेसन कमजोर भइसकेको छ भने के गर्नुहुन्छ या त त्यो फाउन्डेसनलाई तगडा पार्नुहुन्छ या त त्यो फाउन्डेसनलाई रिप्लेस गरेर कुनै नयाँ फाउन्डेसन लगाउनुहुन्छ त्यो कसरी लगाउनुहुन्छ त्यो चाहिँ अहिले ड्रइङमा बुझाउँछु यो होइन घरै भत्काइदिनुहुन्छ बमले त्यस्तो काम हुँदैन है ट्रेन्चेसहरू खनेर होइन गरिन्छ अहिले म बताइदिन्छु के गरिन्छ लेख्नु होला अन्डरपिनिङ is generally used
generally used where existing foundation where existing foundation where existing foundation is unable to support wall is unable support wall है जब फाउन्डेसनले वालबाट आएको लोडलाई थाम्न सक्दैन या गाडी चल्दाखेरि घरै काप्न थाल्यो भने हैन हुन्छ जेनरली एक कलङ्कीमा मेरो घर हुँदाखेरि पुरानो घर थियो किनेको थियो त्यो गाडी चल्थ्यो नि अनि त्यो घरै हिल्न जस्तो है देख्नु होला underpinning is generally used where existing foundation is unable to support wall फिगर बनाइदिनु होला यो पनि यसमा के हुन्छ भने अहिले भन्छु म फिगर बनाउँछु भने म भनिरहेको छु फिगर बनाउँदाखेरि मान्नुहोस् तपाईको घर धेरै पुरानो भइसकेको छ है र रोड लेभल भन्दा पनि तल गइसकेको छ एउटा यो कुरो पनि याद राख्नु होला यसमा पनि अन्डरपिनिङकै युज हुन्छ त्यो ज्याक लगाएर घरलाई उठाउँछ नि त्यो बेला चाहिँ के गर्छले सबै त्यो घरको आएको फाउन्डेसनलाई तोडेर ज्याक लगाएर अनि नयाँ फाउन्डेसन बिल्ड गर्छ आजकल चलेछ नि जसको घर रोड लेभल भन्दा कम भइहालेछ ज्याकिङ गरेको हेर्नु भएको छ नि त्यो पनि अन्डरपिनिङकै टाइपको हो है अहिले म फिगर बनाउँछु भने बुझिहाल्नुहुन्छ तपाईँ मैले भन्न खोजेको के हो है अगाडि बढेँ है म फिगर बनाउँदैछु जसरी यो वाल छ है अहिले म फिगर बनाउँछु अनि बुझिहाल्नुहुन्छ तपाईँहरू मैले भन्न खोज्ने कुरो के हो खनेको हो न्यारो ट्रेन्चेसहरू हो है यो भनेको ज्याक हो यो भनेको निडल हो यो भनेको पुरानो फाउन्डेसन हो ओल्ड फाउन्डेसन यो भनेको न्यू फाउन्डेसन र यो भनेको तपाईँको वाल अब पछि यो आएको माटोहरू सबै यसमा ब्याक फिलिङ गरिन्छ पछि है ब्याक फिलिङ पनि यही लेखिराख्नु होला अब म भन्छु मेरो कुरो सुनिदिनु होला है त कुमार साउजी नबुझेको कुरो म भन्छु है जसरी कुनै वाल छ है अब यो वालको लोड यो पुरानो फाउन्डेसनले धान्न सकेन यो ओल्ड फाउन्डेसनले धान्न सकेन
अब कहिले पनि यो घर कोल्याप्स हुन सक्छ। भनेको तपाईँले के गर्नुहुन्छ भने अब नयाँ फाउन्डेसन या त यो ओल्ड फाउन्डेसनलाई तगडा गर्ने काम गर्नुहुन्छ, या त यो हटाएर ओल्ड फाउन्डेसनलाई हटाएर नयाँ फाउन्डेसन बनाउनुहुन्छ, मतलब अझै ग्रेटर डेप्थमा या त्यही डेप्थमा नयाँ फाउन्डेसन बनाउन खोज्नुहुन्छ। त्यसको लागि तपाईँ के गर्नुहुन्छ भने त्यसको लागि के गर्नुहुन्छ भने सबभन्दा पहिला के गर्नुहुन्छ भने एउटा ट्रेन्च खन्नुहुन्छ। भनेको सानो न्यारो टाइपको ट्रेन्च खन्नुहुन्छ, जसको थ्रु तपाईँले भित्र गरेर यो फाउन्डेसनलाई बुल्ड गर्न सक्नुहुन्छ। तर यो त डाइरेक्ट खनिदियो भने त्यो त कोल्याप्स भइहाल्छ। गर्नु के हुन्छ भने तपाईँले यसमा चाहिँ यो वालमा चाहिँ एउटा निडल फिक्स गर्नुहुन्छ। यो निडल फिक्स गरेर के गर्नुहुन्छ भने यो वालको आएको लोडलाई यो ज्याकसँग राखेर ज्याक थ्रु के गर्नुहुन्छ त यो ग्राउन्डमा डिस्ट्रिब्युट गर्नुहुन्छ। ग्राउन्ड लेभलमा ग्राउन्डमा के गरिदिनुहुन्छ त डिस्ट्रिब्युट गरिदिनुहुन्छ। हेर्नुहोस् त, ज्याक लगाइदिएँ मैले। अब यो जति वालको लोड आइरह होला त्यो यो निडलमा आइरह होला। निडलले कसलाई दिइरहेछ त यो ज्याकलाई। ज्याकले के गरिरहेछ त यो ग्राउन्ड लेभलमा ट्रान्सफर गरिरहेछ। अब हामी के गर्छौँ भने यता केही फोडी फाडी पनि गऱ्यो भने यो वाललाई केही फरक हुनेवाला छैन। भनेको अब तपाईँले के गर्नुहुन्छ भने आफ्नो कन्स्ट्रक्सन काम गर्नुहुन्छ, ओल्ड फाउन्डेसनलाई तोड्नुहुन्छ, यहाँ गएर नयाँ फाउन्डेसन बनाउनुहुन्छ, र पछि जब यो काम भइहाल्छ त यो माटो जुन खन्नु भएको छ फेरि दोबारा गएर ब्याक फिलिङ गरिदिनुहुन्छ। त्यसपछि निडल निकालिदिनुहुन्छ, प्लस्तर स्लस्तर गरिदिनुहुन्छ, खत्तम। बुझ्नुभयो कि बुझ्नु भएन कुमार साउदजी? बियरिङ प्लेट बुझ्यो कि बुझिएन? भनेको यो वालको आएको बुझ्नुभयो होइन? यो वाल को लोड यो पुरानो फाउन्डेसनले सहन सकेन भने अब तपाईँले के गर्नुभयो त एउटा निडल फिक्स गर्नुभयो, निडल छिराउनु भयो, जसको थ्रु तपाईँ ज्याक कनेक्ट गर्नुभयो र यो आएका वालको लोड यो ज्याक थ्रु यो ग्राउन्डमा ट्रान्सफर गर्नुभयो। अब त यो तलको केही पनि गर्दाखेरि केही फरक परेन। वालको लोड त सबै कसले लिइरहेछ त ज्याकले लिइरहेछ, र ज्याकले के गरिरहेछ त टोटल लोड आफ्नो ग्राउन्डमा ट्रान्सफर गरिदिएछ। अब यो तलको पार्टलाई के गर्नुहुन्छ त रिपेयर गर्नुहोस्, स्ट्रेथन गर्नुहोस्, या तोडेर नयाँ फाउन्डेसन बनाउनुहोस्, केही फरक पर्दैन। यहाँ ट्रेन्चेस खनेर होइन, ट्रेन्चेस भनेको सानो टाइपको खदिया खनेर तलसम्म काम गर्ने। अब गरिसकेपछि यो माटो फेरि के गर्ने, जुन माटो निकाल्नु भएको छ यहाँबाट त्यसलाई फेरि ब्याक फिलिङ गरेर प्याक गरिदिने, र के गर्ने त अब निडल हटाउने, ज्याकिङ हटाउने। अब जहाँ फोड्नु भएको छ, निडल छिराउनु भएको छ, त्यहाँ प्लास्टर स्लास्टर गरिन्छ होइन, र प्याक गरिन्छ। भयो, यति नै त हो अन्डरपिनिङ। अब बुझ्नुभयो नि त? मजाले फिगर बनाएर यसलाई एक्जाममा धुइयाँ उडाइदिनु है। सक्यो। अब आउनु होला सोरिङ। फिगर अलिक मजेदार बनाउनु होला, हेर्दाखेरि एट्र्याक्टिभ लाग्यो। अगाडि बढौँ। ट्रेन्चेस भनेको लेखिहाल्नु होला, न्यारो एक्सकाभेसन है, न्यारो एक्सकाभेसन। ल अगाडि बढे है त म, हुन्छ नि? अब टपिक लेख्नु होला सोरिङ। ओके, ल टपिक लेख्नु होला सोरिङ। लेख्नु होला soaring is the soaring is the construction soaring is the construction of temporary structure to support an unsafe structure
an unsafe structure temporary temporarily and prevent it from collapsing, prevent it from collapsing. भनेको केही होइन, सिम्पल बातमा सोरिङ भनेको कुनै दिवालहरू भक्तपुरहरू जानुहुन्छ नि, दरबारहरू घुम्न, त्यो हेर्नु होला पुरानो जुन वालहरू खस्न लागेको छ, त्यसलाई के गर्छ, यसरी एउटा काठको, लकडीको या आइरनको हेल्पले के गर्छ त त्यसलाई सपोर्ट दिएको हुन्छ यसरी इन्क्लाइन्डली। त्यही भनेको सोरिङ हो, भनेको टेम्पोररी स्ट्रक्चर हो जसले अनसेफ स्ट्रक्चरलाई काम चलाउ टेम्पोररीली सपोर्ट गर्ने काम गर्छ कि तुरन्तै कोल्याप्स नभइहालोस् होइन, त्यसलाई सपोर्ट गर्छ, पछि गएर त्यसलाई फेरि फर्दर अगर पैसा भयो भने बनाउँछ भनेर सोचेर त्यसलाई सपोर्ट गराएको मात्र। देयर आर 3 टाइप्स अफ सोरिङ, लेख्नु होला, देयर आर 3 टाइप्स अफ सोरिङ। सबभन्दा मोस्टली युज हुने भनेको र्याकिङ सोरिङ, दोस्रोमा लेख्नु होला फ्लाइङ सोरिङ, तेस्रोमा लेख्नु होला डेड सोरिङ, डेड सोरिङ। यही तीनटा मेनली 3 टाइपको सोरिङ छ, एउटा र्याकिङ सोरिङ, दोस्रो फ्लाइङ सोरिङ, तेस्रो डेड सोरिङ। र तीनटैको फिगर बनाउने एक्जाममा सोध्यो भने अहिले म बनाउँछु, बुझिहाल्नुहुन्छ, एकैछिनको काम हो, लेख्न जति टाइम लागोस् बुझ्न टाइम लाग्दैन। भयो भने भन्नु होला, म अगाडि बढ्छु। बढ्यो हुन्छ है, ल लेख्नु होला र्याकिङ सोरिङको बारेमा, लेख्नु होला र्याकिङ सोरिङ। पहिला लेखिहाल्नु, त्यसपछि फिगर बनाइदिन्छु, एकछिनमै बुझिहाल्नुहुन्छ। र्याकिङ सोरिङलाई इन्क्लाइन्ड सोरिङ पनि भनिन्छ है। र्याकिङ सोरिङ इज नोन एज इन्क्लाइन्ड सोरिङ। इन्क्लाइन्ड सोरिङ भनेर पनि यसलाई चिनिन्छ। लेख्नु होला इन्क्लाइन्ड मेम्बर आर कॉल्ड रैकर्स। इन्क्लाइन्ड मेम्बरलाई के भनिन्छ त, रैकर्स भनिन्छ, which is provided to support the wall. Rackers are generally inclined at 45 degree from ground and may varies लेखिहाल्नु होला, may varies
45 डिग्री टु 75 डिग्री। ऱ्याकिङ सोरिङ भनेको कस्तो सोरिङ त? इन्क्लाइन सोरिङ पनि भनिन्छ यसलाई, होइन? यसमा जुन इन्क्लाइन मेम्बर्स जुन हुन्छ त्यसलाई ऱ्याकर्स भनिन्छ। त्यसको काम के त वाललाई सपोर्ट गर्ने। त्यो ऱ्याकर्स कति इन्क्लिनेसनमा राखेको हुन्छ वाललाई सपोर्ट गर्न त? जेनरली 45 डिग्रीमा, होइन? तर इट मे भ्यारिज, होइन, इट क्यान भ्यारिज अप टु 75 डिग्री। अगर बिल्डिङको लेन्थ त धेरै ठुलो छ भने हामी के गर्छौँ त? राइडर ऱ्याकर्सहरूको पनि युज गर्छौँ। अगाडि भयो भने अगाडि बढ्छु है म, भयो? भयो कि भएन हौ? भयो, चल अगाडि बढ्यो। लेख्नु होला अर्को पोइन्ट्स। फर टल बिल्डिङ, फर टल बिल्डिङ, फर टल बिल्डिङ, the length of rackers, the length of rackers is reduced by introducing rider rack. Size of rackers are decided on the basis of thrust of wall. Decided on the basis of thrust of wall. वालले कति थ्रस्ट प्रोभाइड गरिरहेछ या इन्क्लिनेसन या लोड दिइरहेछ ऱ्याकर्स माथि, त्यस अनुसारले नै साइज अफ ऱ्याकर्सलाई कति राख्ने, पातलो राख्ने कि मोटो राख्ने कि कस्तो राख्ने, त्यस डिसाइड हुन्छ। अगर लेन्थ धेरै छ भने धेरै माथिसम्म ऱ्याकर्सलाई राखिँदैन, अलिक तल राखिन्छ। त्यो घटाउने भनेको, त्यो घटाउने बढाउने हुन्छ, त्यसलाई चाहिँ हामी के भन्छौँ त? राइडर ऱ्याकर्स है। अर्को लास्ट पोइन्ट लेख्नु होला। सोरिङ मे बी प्लेस्ड, मे बी प्लेस्ड और स्पेस्ड, जहाँ लेख्नु होला प्लेस्ड पनि या स्पेस्ड जे लेख्नुहोस्, स्पेस्ड 3 to 4.5 मिटर spacing to cover longer length, to cover longer length। यो भनेको के हो भने, जसरी यो टिभी, यो स्क्रिन देखिराख्नु भएको छ, यत्रो ठुलो वाल छ भने एउटा यहाँ लगायो भने ऱ्याकर्स, अर्को चाहिँ कति टाढा लगाउने त? 3 to 4.5 मिटर टाढा टाढा राख्ने है। भनेको अगर यत्रो ठुलो वाल छ भने एउटा ऱ्याकर्स यसरी इन्क्लाइन गरेर राख्नु भयो भने अर्को ऱ्याकर्सको स्पेसिङ 3 देखि 4.5 मिटर हुनु पर्यो राख्दाखेरि। त्यही भनेको यो पोइन्टले है। अब यसको फिगर बनाउने अनि यो पहिलो यसको टाइप सकिन्छ। अब एकदम सजिलो छ, यति पढ्यौँ, एउटा फिगर बनायो भने यो सबै पोइन्ट याद भइहाल्छ। मजा आउँछ नि पढ्न, होइन? थ्रस्ट भनेको के हो भने, जसरी यो वाल छ, अब त्यो टुटिसकेको वाल छ, तब यो के हुन्छ, कतैतिर त इन्क्लाइन हुन्छ नि खस्न लागि, हो त यसले कति कति भारी वाल छ, थ्रस्ट कति प्रोभाइड गरिरहेछ। अगर मानुसमा पातलो सिक्कीले रोक्यो भने त्यो त कोलाप्स गरिदिन्छ नि, आफू पनि खस्छ, उसलाई पनि खसाइदिन्छ। त यो थ्रस्ट भनेको कति उसले, अब टुटेपछि कति उसले ग्राउन्डतिर आउने फोर्स दिइरहेछ, त्यसलाई थ्रस्ट भनेर, त्यसलाई सपोर्ट गर्नको लागि त्यसको अनुसारले
तपाईँले लाठी मोटो चाहियो कि कम चाहियो। अब म खसिरहेको छु त मलाई बच्चा आएर रोक्छ भने थोरै म रोकाउँछु, म त त्यसै माथि खस्छु नि। अब कोही मोटो मान्छे आएर मलाई रोक्यो भने म रोकिहाल्छु नि। भनेको म खस्दाखेरि मेरो फोर्स थ्रस्ट टुवार्ड्स त्यो बच्चा या त्यो जो रोकिरहेछ त्यो, त्यसलाई भन्छ है। बुझ्नुभयो नि, सिम्पलमा बुझाउन खोजेको। अब फिगर बनाउनु होला है त। जसरी यो वाल छ जुन खस्नेवाला छ, यसलाई चाहिँ अब बचाउनु पर्यो हामीले। यो वाल छ, यो मर्ने कगारमा छ, खस्ने कगारमा छ। अब यसलाई के गर्ने त, सबभन्दा पहिला एउटा वाल प्लेट लगाउनु पर्यो वालमा। यो वाल प्लेट हो है। सबभन्दा पहिला के लगाउनु पर्यो, अहिले म नेमिङ गरिदिन्छु, वाल प्लेट लगाउनु पर्यो। वाल प्लेटलाई वालमा फिक्स गर्नको लागि निडल हालिन्छ। मानुस मैले एउटा यहाँ हालेँ निडल, एउटा यहाँ हालेँ, एउटा काँटी ठोक्यो भनेको यहाँ हालेँ। अब यसलाई क्लिटले, अब ठोकिसकेपछि क्लिट लगाइदिने। क्लिट लगाइदियो भने यो निडल हल्दैन, मतलब हलिँदैन, फिक्स गरिदिन्छ एक ठाउँमा। भनेको अब यहाँ म लेखेँ है त, नाम लेख्दै गइरहेको छु। यो भनेको वाल, यो भनेको यो जो बनाएको छु यो भनेको के भने तपाईँले वाल प्लेट, यो भनेको के छ निडल, तल यस्तो रेक्टेंगुलर टाइपको बनाएको क्लिट है। क्लिटले के गर्छ, निडललाई फिक्स गर्ने काम गर्छ। ठिक छ। अब तपाईँले के गर्नुहुन्छ भने अब यसलाई सपोर्ट दिनु पर्यो। अब यसरी एउटा, अहिले म यसको नाम भन्छु, यो के हो त, अब टेढो बनाइ क्या हो, यसरी नबनाऊ, अलिक झुकाइदिनु होला, यसरी बनाउनु न, मलाई पनि यसरी हो। एउटा यहाँ जोड्नु र यहाँ जोड्नु सपोर्टको लागि, एउटा यहाँ जोड्नु, तीनटा यसरी चाहिँ। यो तीनटा र्याकर्स हो। र्याकर्सलाई यसलाई लेख्नु होला सोल, सोल प्लेट, सोल प्लेट। यसलाई एउटा रस्सीले बाँध्छ, तारले बाँध्छ, जसलाई हामी भन्छौँ सोल पिस। ठिक छ। र्याकर्स तपाईँको आइरनको पनि हुन सक्छ, टिम्बरको पनि हुन सक्छ, ब्याम्बू पनि हुन सक्छ, र्याकर्स जेको पनि हुन सक्छ है। अब यसलाई सपोर्ट गर्नको लागि के गरिन्छ त, यहाँबाट यसरी ब्रेसेसहरू पनि युज गर्नु, ब्रेसेस या स्ट्रट है, त्यो पनि भन्न मिल्छ, यसलाई स्ट्रट पनि हो। सोल पिसको काम के, यसलाई बाँधेर राख्छ। यो ब्रेसेसको काम के त, यसलाई फिक्स राख्छ, हल्न दिँदैन, सपोर्ट दिन्छ। हैन, कति मजाको छ हेर्नुहोस् त। अब इन्क्लिनेसन भनेको त्यही हो। यो भनेको र्याकर्स हो। यो तीनवटा डन्डी जुन देखिराख्नु भएको छ, यो तीनटै र्याकर्स हो। यो र एङ्गल भनेको कति त, 45 डिग्री। 45 डिग्रीदेखि को एङ्गलमा हुन्छ। एङ्गल नलेखे नि हुन्छ, तर लेखिदिनुहुन्छ भने झन् राम्रो है। लेखिदिनु होला, योहरू कतिको ग्राउन्डसँग कतिको एङ्गलमा हुन्छ त, 45 डिग्री। जेनरली 45 डिग्रीको एङ्गलमा र्याकर्सहरूलाई राखेको हुन्छ है। मोस्टली तपाईँको युज हुने मेटेरियल्स चाहिँ यो आइरनको हुन्छ होइन, या टिम्बरको हुन्छ। यो दुइटैको बढी देखा परिन्छ, लोहाको या टिम्बरको, लकडीको। तपाईँहरू भक्तपुर जानुहुन्छ भने जेनरली तपाईँले देखा पर्यो हुन्छ टिम्बरवाला, वुडवाला। सिम्पल छैन। यो वाल खस्न लागेको छ, सबभन्दा पहिला के गर्ने त, वाल प्लेट लगाउने। वाल प्लेटलाई अस्थिरता राख्नका लागि किला ठोक्यो, किला तलमाथि खस्काइ नजोस् भनेर सपोर्टको लागि क्लिप लगाइदियो। क्लिप लगाइसकेपछि अब के गर्ने त, सोल प्लेट गाड्यो ग्राउन्डमा, यो ग्राउन्ड है जिएल, ग्राउन्डमा सोल प्लेट राख्यो।
सोल प्लेटलाई के गरे त थ्रु यो जति जहाँ जहाँ निडल लगाउनु भएको छ त्यहाँ गएर के गर्ने त ऱ्याकरलाई कनेक्ट गर्ने, ऱ्याकरलाई बाँधेर राख्नको काम सोल पिसको, र यसलाई सपोर्ट दिने काम कसको त ब्रेसेसको। अब हेर्नुहोस् त यो वाल ओभर खस्नेवाला पनि होला त अब यसले यसलाई खस्न दिइरहेको छैन, यसको थ्रस्टलाई बचाइरहेको छ होइन। लेखिहाल्नु होला फिगर अफ, के हो फिगर अफ ऱ्याकर्स सोरिङ। अब लेख्नु होला फ्लाइङ सोरिङ। भयो? भयो है। अब आउनुहोस् फ्लाइङ सोरिङ। लेख्नु होला फ्लाइङ सोरिङ। फ्लाइङ सोरिङ लेख्नु होला फ्लाइङ सोरिङ इज अल्सो नोन एज, फ्लाइङ सोरिङ इज अल्सो नोन एज होरिजेंटल सोरिङ। is also known as horizontal soaring. यसलाई horizontal soaring पनि भनिन्छ है त। It is used to support, it is used to support, is used to support partly wall, partly wall of two building। मानौ तीनवटा घर छ है, सिम्पल बुझ्दाखेरि के बुझ्ने त फ्लाइङ सोरिङ कहाँ युज हुन्छ भने मानुस तीनवटा घर छ, यो एउटा घर छ, यो दुईटा घर छ, यो तीनटा घर छ, एकदम सटी सटिकन बनेको घर छ है। अब यो घर भूकम्पमा कोल्याप्स भइहाल्यो, गएर खसिहाल्यो। अब यो घर कोल्याप्स भयो त भने यो घरको वाललाई र यो घरको वाललाई के गर्यो त इफेक्ट गर्यो। त अब एक अर्कासँग के गर्छ त भने यो अब कोल्याप्स भयो भने मानुस यो घरको वाल खस्ने स्थितिमा होला भने यो घरको वाल मानुस अलिक ठिक छ त भने के गर्ने त यो दुईटाको फ्लाइङ सोरिङको हेल्पले यो वाललाई बचाउन खोज्ने, त्यस्तो टाइपको सोरिङलाई हामी के भन्छौँ त फ्लाइङ सोरिङ या होरिजेन्टल सोरिङ। अहिले हेर्नु होला, अहिले फिगर बनाउँछु भने बुझिहाल्नुहुन्छ। अर्को पोइन्ट लेख्नु होला विड्थ अफ स्ट्रेनिङ, विड्थ अफ स्ट्रेनिङ piece is same as that of strut, as that of strut। स्पेसिङ चाहिँ त्यति त्यतिमै राखिन्छ है, स्पेसिङ चाहिँ कति राखिन्छ 3 देखि 4.5 मिटरमै है, जुन मैले अगाडि लेखेको छु नि। सोरिङ स्पेसिङ इज, सोरिङ स्पेसिङ इज 3 to 4.5 meter to cover longer land। है त। अब केही पनि सोद्धाखेरि आरामले अब तपाईले टक्क 3-4 वटा पोइन्ट लेख्ने, फिगर बनाउने। एक्जाममा चाहिँ यसबाट दुईटा क्वेसन स्योर हुन्छ है, बिल्डिङ कन्स्ट्रक्सनबाट दुईटा क्वेसन तपाईको सोधिरा हुन्छ। यो भन्दा अघिल्लो गण्डकी प्रदेशमा डीपीसी को बारेमा सोधेको थियो र तपाईको स्काफ फोल्डिङ को बारेमा सोधेको थियो। तिनीहरुको लक राम्रो थियो, जुन बेला उनीहरुको एक्जाम थियो सब्जेक्टिभको त्यो बेला चाहिँ मैले बिल्डिङ कन्स्ट्रक्सन पढाउँदाखेरि हामी डीपीसी वाला टपिकमै थियो सकायको, त्यो टाइममा सकाएको थियो बिल्डिङ कन्स्ट्रक्सन।
अगाडि बढे है त म फिगर बनाउँछु भोलि चाहिँ डेट सोरिङ गर्छु है त आज यति नै राखौँला त्यो फिगर बनाएर खै कम्प्लिटै गरिदेऊ सबै सुतिसकेछन् होला हँ आजको लागि यो गरिहालौँ सोरिङको फिगर बनाइहालौँ त्यसपछि भोलि चाहिँ डेट सोरिङबाट स्टार्ट गरेर हामी स्काफ फोल्डिङतिर लागौँला है त टपिक धेरै छ कि टपिक एकदमै धेरै छ तपाईँहरूले पढ्ने जुन जुन तपाईँको कन्स्ट्रक्सन मेटेरियलमा पढ्ने टपिक छ नि त्यो कन्स्ट्रक्सन मेटेरियलमा पढाउँला है त्यसरी सिमेन्टहरू म जाँदिनँ किनकि त्यहाँ पनि पढाउनु नै छ दुईटा वाल छ अब यो दुईटा वाललाई के गर्ने त एउटा फ्लाइङ सोरिङ भनेको यही होरिजेन्टल सोरिङ यो यसरी कनेक्ट गर्ने सेम काम छ पहिला यो कनेक्ट गर्नभन्दा अगाडि चाहिँ एउटा प्लेट लगाइदिने फिगर पहिला बनाइहालौँ तपाईँहरूलाई भन्नु प्लेट लगाइहालौँ उसलाई फिक्स गर्नको लागि एउटा निडल र क्लिप निडल र क्लिप निडल र क्लिप निडल निडल यसरी सेम त्यही हो वाल प्लेट लगाउने वाल प्लेटलाई निडलले फिक्स गरिदिए र क्लिट लगाइदिए क्लिट लगाएर फिक्स भइदियो त्यसपछि हामी के गर्यौँ त एउटा होरिजेन्टल होरिजेन्टल के राख्यौँ त सोरिङ राख्यौँ या यसलाई तपाईँले सिधै भन्न सक्नुहुन्छ भने एउटा तपाईँले होरिजेन्टल सोर राख्नु है अब यो होरिजेन्टल सोर राखेपछि अब तपाईँको काम के यो नहलोस् भनेर के गर्नुहुन्छ त एउटा स्टेनिङ लगाउनुहुन्छ स्टेनिङको साइडमा चाहिँ वेजेस लगाउनुहुन्छ सपोर्टको लागि त्यहाँ लेख्नु होला वेजेस कालो भागलाई र यो भनेको तपाईँको स्ट्रेनिङ पिस अब यसलाई यसबाट कनेक्ट गर्ने यसरी चाहिँ कनेक्ट हो सेम त्यही लेख्नु होला यो वाल प्लेट यो निडल यो चाहिँ क्लिट स्टेनिङ पिस भइ नै हाल्यो वेजेस देखाइ नै हाल्यो यो भनेको तपाईँको ऱ्याकर यो बिचको पार्ट जुन छ यो वाला पार्ट यो रातो भइरहेको पार्ट यसलाई भन्छ होरिजेन्टल सोर बस यही हो एउटा वालदेखि अर्को भोलि गर्ने डेड सोरिङको भोलि गर्ने डेड सोरिङ आज चाहिँ यति नै राखौँ है आज चाहिँ यति नै राखौँ कम्प्लिट गरौँ भनिराख्नु भएको छ गर्न त गरिहाल्छ कति छ छोडु धेरैजनाले भोलि गरौँ भनिरहेको छ यो भोलि नै गरौँला डेड सोरिङ
अब यसमा भनेको मैले के भने मान्नुहोस् दुईटा घर थियो, बिचको घर कोल्याप्स भइहाल्यो, त्यो एउटा वाल पुरै कमजोर छ भने त्यसलाई अर्को वालले सपोर्ट गराउने। र त्यस्तो टाइममा तपाईँले के गर्नुहुन्छ भने एउटा होरिजेन्टल सोर राख्नुहुन्छ, त्यसैलाई के भन्छौँ हामी, फ्लाइङ सोरिङ। यसको काम के, जुन देवाल कोल्याप्स हुन गइरहेको छ त्यसलाई चाहिँ अर्को देवाल जुन तगडा छ त्यसको हेल्प या सपोर्ट गराउन लगाउने, होइन। त्यस्तोलाई के भन्ने त, तपाईँको के भन्न लगाउने त, त्यस्तोलाई होरिजेन्टल सोरिङ या फ्लाइङ सोरिङ, है त। सिम्पल छ। स्टेरिङ पिसको काम के त, यो होरिजेन्टल सोरलाई एक समान्तराल राख्ने र वेजेसले के गर्छ भने यो स्टेरिङ पिसलाई सपोर्ट गर्छ, है। यस्तो फिगर बनाउनु होला एक्जाममा, बिना फिगरको बनायो भने 1 नम्बर पनि दिँदैन। फिगर चाहिँ बनाउनु होला। यो भनेको चाहिँ वाल, है। है, भइहाल्यो, सबैलाई एक्सप्लेन गरि नै सक्यो। ल अब भोलि गरौँला डेट सोरिङ, होइन। आज जति पढ्नु भएको छ घरमा गएर पढेर आफैले यसको नोट बनाउने। अझै एक दुईवटा पोइन्ट थप्नु होला, बुझ्नुभयो दिपेन्द्र प्रसाद नेपानीजी? ल आज यति गरौँ, भोलि चाहिँ अब डेट सोरिङ सुरुमा जाऊँ न सर, सुरुमा जाऊँ न त, के छ। र सुरुदेखि एकचोटिमा सबै देखाइदिइरहेको छु। ल यहीबाट स्टार्ट गरेँ त्यसरी। जसलाई अब जे जे चाहियो स्क्रिनसट हान्दै जानु होला। ल गुड नाइट सबैलाई, अब भोलि भेटौँला।